ओके, जस्तै यो क्वेसन चाहिँ 2080 को पार्सलमा सोधेको क्वेसन हो यो। फर्स्टदेखि एकचोटि हेरौँ। यहाँ हेर्नु है, च्याप्टर वाइज यहाँ भनेको छ कि राइट एनी 4 युजेस अफ माइक्रो इकोनोमिक्स। यो कुन च्याप्टर क्वेसन हो? 4 युजेस अफ माइक्रो इकोनोमिक्स भनेर हामीले पढेको छौँ नि, होइन? यो कुन च्याप्टर क्वेसन हो भन्दाखेरि च्याप्टर 1 को क्वेसन हो यो। च्याप्टर 1। त्यसपछि 3 टाइप्स अफ द टाइप्स अफ सप्लाई फङ्सन। तपाईँहरूले बोल्दा हुन्छ है, बोल्दा हुन्छ, मेसेज भन्दा पनि अहिले बोलेरै गरौँ। टाइप्स अफ सप्लाई फङ्सन भन्नु के हुन्छ? टाइप्स अफ सप्लाई फङ्सन हामीले पढेको कुरा हो, च्याप्टर 2 को क्वेसन हो यो। टाइप्स अफ सप्लाई फङ्सनहरू के हुन्छ? लिनियर र नन लिनियर। एउटा लिनियर सप्लाई फङ्सन, अर्को नन लिनियर सप्लाई फङ्सन। अनि लिनियर सप्लाई फङ्सन भनेको के हो? नन लिनियर सप्लाई फङ्सन भनेको के हो? त्यसो भए लिनियर सप्लाई फङ्सन भनेको हामीले के भनेको थियौँ? जसको स्लोप के हुन्छ? स्लोप कन्स्ट्यान्ट हुने भनेको लिनियर सप्लाई फङ्सन। अनि त्यसपछि स्लोप चेन्जेस हुनेलाई हामीले के भन्छौँ? नन लिनियर सप्लाई फङ्सन। त्यही हो नि त, जसको स्लोप कन्स्ट्यान्ट हुन्छ त्यो लिनियर सप्लाई फङ्सन, जसको स्लोप चेन्ज भइरहेको छ त्यसलाई हामीले के भन्छौँ? नन लिनियर सप्लाई फङ्सन। यसो सम्झिराख्ने, यो 10 मार्क्समा पनि आइरहेको छ है सप्लाई फङ्सनको बारेमा। स्टेट ल अफ भेरिएबल प्रोपोर्सन। ल अफ भेरिएबल प्रोपोर्सनमा हामीले के पढेको थियौँ? ल भन्नुहोस् छिटो। ल अफ भेरिएबल प्रोपोर्सन भनेको के हो? के ल अफ भेरिएबल प्रोपोर्सन भनेको? खै जाने, बिर्सिसक्यो? हामीले यहाँ के भनेको थियौँ? यसमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि टिपीको कुरा गर्ने हो भने टिपी फर्स्टमा इन्क्रिजेस एट इन्क्रिजिङ रेट भनेर भनेको थिएनौँ? टिपी इन्क्रिजेस एट इन्क्रिजिङ रेट। अनि त्यसपछि आफ्टर सर्टेन पोइन्ट यो इन्क्रिज चाहिँ हुन्छ, तर कुन रेटमा इन्क्रिज हुन्छ? इट इन्क्रिजेस एट कुन रेटमा? डिक्रिजिङ रेटमा, होइन त? इट इन्क्रिजेस एट डिक्रिजिङ रेट रिचेस म्याक्सिमम एन्ड स्टार्ट्स टु फल भनेर भनेको थियौँ कि नै ल अफ भेरिएबल प्रोपोर्सनमा है। यसमा अझै पनि बाँकी छ। यो कुन च्याप्टरको क्वेसन हो भन्दाखेरि यो च्याप्टर 5 को क्वेसन हो है यो। लिस्ट आउट द कजेस अफ रेजिङ ओलिगोपोली। ओलिगोपोली भनेको कुन च्याप्टरको क्वेसन हो यो? ओलिगोपोलीसँग रिलेटेड च्याप्टर 7 को क्वेसन हो यो। यो च्याप्टर 7 को क्वेसन हो। कजेस अफ फर रेजिङ ओलिगोपोली। ओलिगोपोली हामीले किन बढाउँछौँ? किन भन्दाखेरि हामीलाई पैसा धेरै चाहिएको हुन्छ, र मेटेरियलहरू माथि कन्ट्रोल गर्नुपर्ने हुन्छ, गभर्मेन्टको रेस्ट्रिक्सनहरू हुनसक्छ, त्यही कुराहरू लेख्ने है यसको एन्सर है। जस्तै कि हामीलाई जस्तै हाई क्यापिटल रिक्वायरमेन्ट त्यो राख्न सक्छौँ, कन्ट्रोल ओभर र मेटेरियल्स भनेर राख्न सक्छौँ, गभर्मेन्टको रेस्ट्रिक्सनहरू राख्न सक्छौँ, त्यो कुराहरू है। यहाँ अर्को हेरौँ, अर्कोमा के छ? राइट एनी टु रिलेसनसिप बिट्विन प्राइस इलास्टिसिटी अफ डिमान्ड एन्ड मार्जिनल रेभिन्यू। प्राइस इलास्टिसिटी अफ डिमान्ड एन्ड मार्जिनल रेभिन्यू भनेको हामीले एउटा यस्तोवाला फर्मुला पढेको थियौँ नि, इपी र पीवाला फर्मुला पढेको थियौँ कि नै? इपी र कुनवाला? पीवाला फर्मुला। सो त्यसमा हामीले जस्ट एउटा के बुझिराखौँ, यदि यदि प्राइस इलास्टिसिटी अफ डिमान्ड ग्रेटर देन 1 हो भने, यो केसमा प्राइस इलास्टिसिटी अफ डिमान्ड ग्रेटर देन 1 हो भने मार्जिनल रेभिन्यू यसमा के हुन्छ? पोजिटिभ हुन्छ। मार्जिनल रेभिन्यू इज पोजिटिभ। यदि इपी के हो? इक्वल टु 1 हो भने, इपी इक्वल टु 1 हो भने अनि यसमा के हुन्छ? मार्जिनल रेभिन्यू 0 हुन्छ। मार्जिनल रेभिन्यू 0। तपाईँले टिपिराख्दा नै हुन्छ। म यो मेटेर फेरि अर्को एन्सर लेख्नुपर्छ। इपी लेस देन 1 हो भने यसमा मार्जिनल रेभिन्यू के हुन्छ भन्दाखेरि फेरि यसमा मार्जिनल रेभिन्यू नेगेटिभ हुन्छ। यही हो रिलेसन। 5 नम्बरको एन्सर यो भयो है। यो कुन च्याप्टरको क्वेसन हो थाहा छ? यो रिलेसनसिप बिट्विन प्राइस इलास्टिसिटी अफ डिमान्ड एन्ड मार्जिनल रेभिन्यू। रेभिन्यू भनेको कुन च्याप्टरको क्वेसन हो यो? यो च्याप्टर 3 हैन र? कुन च्याप्टर? यो प्राइस इलास्टिसिटी 3 मा 3 हो गरे।
प्राइस इलास्टिसिटी 3 हो तर रेभेन्यूको कुरा मार्जिनल रेभेन्यूको कुरा 3 मा थिएन नि 6 हो क्या? हो 6 को What are transfer earning? Transfer earning भनेको अस्ति भर्खर हामीले पढेको ट्रान्सफर अर्निङ भनेको हामीले के बुझ्नु पर्यो वेजेस पढ्दाखेरि यो च्याप्टर 8 को क्वेशन हो है यो च्याप्टर 8 को क्वेशन हो ट्रान्सफर अर्निङ भनेको यसको मिनिङ के हो ट्रान्सफर अर्निङ भनेको जस्तै कि हामी कुनै ठाउँमा ट्रान्सफर हुन खोज्दैछौँ अब यहाँबाट अहिले पाउने इन्कम कतिको छ हैन कम से कम त्यति इन्कम हामीले पाउनु पर्यो नि त हैन भनेपछि यो भनेको एउटा मिनिमम पेमेन्ट रिक्वायर्ड टु किप अ फ्याक्टर अफ प्रोडक्सन इन इट्स प्रेजेन्ट अकुपेसन भन्न खोजेको अहिलेको टाइमसँग यसो भ्यालुएसन इक्वल हुने गरी हामीले मिनिमम पेमेन्ट कतिको पाउँछौँ त्यही हो ट्रान्सफर अर्निङ अर्को भनेको छ हाउ डु यु कम्प्युट इकोनोमिक प्रफिट यो कुन च्याप्टर क्वेसन हो यो पनि 8 कै क्वेसन हो है यो प्रफिटसँग रिलेटेड इकोनोमिक प्रफिट हामीले कसरी निकाल्छौँ इकोनोमिक प्रफिट भनेको रेभेन्यू प्रफिट सिम्पली प्रफिट भनेको के हो रेभेन्यूबाट के घटाउने कस्ट घटाउने तर इकोनोमिक वर्ड युज गरेको भएर हामीले यहाँ के लेख्छौँ इकोनोमिक प्रफिट भनेको टोटल रेभेन्यू माइनस एक्सप्लिसिट कस्ट टोटल रेभेन्यूबाट के घटाउने एक्सप्लिसिट कस्ट है एक्सप्लिसिट कस्ट any for example of price discrimination practiced in Nepal यो च्याप्टर 7 को क्वेशन हो 4 examples of price discrimination practiced in Nepal के कस्तो हुन्छ कुन कुन केसमा यसो नेपालमा प्राइस डिस्क्रिमिनेसनहरु हुन्छ ल भन्नु मार्केट सेगमेन्टेसन भयो भने त्यो त कन्डिसनहरु भयो तर नेपालमा चाहिँ कुन कुन बिजनेसहरुमा यसो हेर्दाखेरि प्राइस डिस्क्रिमिनेसनहरु भइराछ मार्केट सेगमेन्टेसन पनि हो तर त्यो चाहिँ कन्डिसन भयो के त्यो चाहिँ कन्डिसन अफ प्राइस डिस्क्रिमिनेसन भयो त्यो चाहिँ यहाँ चाहिँ के सोधेको छ एक्जाम्पल नेपालमा भएको एक्जाम्पल्सहरु जस्तै कि के भन्नु भन्दाखेरि सपोज हामी मुभी हेर्न जाँदाखेरि बिहान तपाई मर्निङ शोमा जानु डिफरेन्ट प्राइस हुन्छ डे शोको डिफरेन्ट प्राइस हुन्छ त्यसपछि यो के रे नाइट शोको डिफरेन्ट प्राइसेसहरु हुन्छ कि हुँदैन त्यो भनेको पनि एउटा प्राइस डिस्क्रिमिनेसन नै हो कुरा एउटै हो नि त सेम थिङ्स हो तर डिफरेन्ट कस्टमरलाई डिफरेन्ट प्राइसमा बेचे जस्तो भएन त अर्को भनेको जस्तो कि हामी बसमा चढेको हुन्छौं नि बसमा अनि बसको भाडा तिर्दाखेरि के हुन्छ जस्तै कि जोसँग कार्ड छैन उले फुल पे गर्नुपर्छ जोसँग आईडी कार्ड छ उले डिस्काउन्ट पाउँछ पाउँदैन भनेपछि त्यो पनि एउटा डिस्क्रिमिनेसन जस्तो भयो कि भएन यसो हेर्दाखेरि डिस्क्रिमिनेसन जस्तो भयो इकोनोमिक्सको पोइन्ट अफ भ्यूबाट हेर्दाखेरि डिस्क्रिमिनेसन जस्तो भयो किन एउटै बस चढेको एउटै सिटमा बसेको तर एउटा मान्छेले सपोज 30 रुपैयाँ तिर्यो अर्को मान्छेले सपोज 20 रुपैयाँ मात्रै तिर्यो त्यो भनेको डिस्क्रिमिनेसन हो यस्ता एक्जाम्पल लेख्ने हो क्या नेपालको ठीक छ जस्तै कि नेपालमै कुनै पनि ठाउँमा हामी ट्राभल गर्दाखेरि के हुन्छ नेपालीलाई लिने पैसा र टुरिस्टहरुलाई लिने पैसा डिफरेन्ट हुन्छ कि हुँदैन नेपालीलाई लिने चार्जेस र टुरिस्टहरुलाई लिने चार्जेसहरु डिफरेन्ट हुन्छ सो त्यो पनि एउटा के हो प्राइस डिस्क्रिमिनेसन नै हो ठीक छ अर्को भनेको छ व्हाट इज मिन बाइ इन्डिफरेन्स म्याप यो के हो ल भन्नु यो कुन च्याप्टर क्वेशन हो इन्डिफरेन्स म्याप च्याप्टर 4 को क्वेशन हो कि फर्स्ट टाइम सुने जस्तो भएको छैन नि यो क्वेशनहरु अब भोलि पर्सि एक्जाम छ भनेपछि अब यो जस्ट यो क्वेशन चाहिँ यो च्याप्टरको छ है यो क्वेशनमा यो च्याप्टरमा भेट्न सकिन्छ भन्ने खालको कमसे कम हुनुपर्छ पढेकै कुरा हो यो सबै व्हाट इज मिन बाइ इन्डिफरेन्स म्याप भनेको के हो कसैलाई थाहा छ इन्डिफरेन्स म्यापको मिनिङ थाहा नभए कि मेसेज गर्दै हुनुहुन्छ यता मैले मेसेज हेरेको थिएन ल कलेक्सन अफ इन्डिफरेन्स कर्भ एउटा मात्रै कर्भ हो भने इन्डिफरेन्स कर्भ भन्छौँ त्यसैमा यदि हामीले 2टा 3टा 4टासम्म इन्डिफरेन्स कर्भ बनायौं भने अनि त्यसलाई के भनिन्छ इन्डिफरेन्स म्याप भनिन्छ त्यति हो त्यसपछि वाट आर डिग्री अफ रिटर्न टु स्केलको डिग्रीजहरु कुन हो टाइप्सहरु कुन हो कतिवटा छ रिटर्न टु कुन
First, second, third, discrimination. फर्स्ट सेकेन्ड थर्ड म्याम एकचोटि यो इन्डिफरेन्ट म्यापको बारेमा भनिदिनु न, जस्तै एउटा मात्र कर्व भयो भने चाहिँ इन्डिफरेन्ट म्याप भयो भनेपछि जस्तै यहाँ हेर्नु कर्वको है, जस्तै हेर्नु यस्तो हुन्छ हाम्रो एक्स एक्सिस वाइ एक्सिस एउटा मात्रै हामीले बनायो, यो इन्डिफरेन्स कर्भ 1 भयो है। अर्को पनि यसरी बनायौँ भने यसलाई इन्डिफरेन्स कर्भ 2 भनिन्छ। अर्को पनि यहाँ माथि बनायो भने इन्डिफरेन्स कर्भ 3 भयो। तर यो ओभरअलमा तीनवटैलाई हेर्ने हो भने यसलाई तीनवटैलाई चाहिँ इन्डिफरेन्स म्याप भनिन्छ क्या, जुन यो कलेक्सन गरेको छ नि डिफ्रेन्ट कर्भहरूको कलेक्सन गरेको छ हो त्यसलाई चाहिँ के भन्छौँ, इन्डिफरेन्स म्याप। म्याप। ठिक छ। ओके। डिग्री अफ रिटर्न टु स्केलको सोध्यो भने यसमा तीनवटा हुन्छ, तर फर्स्ट सेकेन्ड थर्ड चाहिँ नलेख्ने। यसमा के लेख्ने, हामीले पढ्दाखेरि के भनेको थियौँ, एउटा इन्क्रिजिङ रिटर्न टु स्केल, अर्को डिक्रिजिङ, अनि अर्को एउटा कन्स्ट्यान्ट, यसरी भन्नु पर्यो है यो। ल ठिक छ। अर्को आएको छ कन्सेप्ट अफ कस्ट प्लस प्राइसिङ, वाट आर इट्स युजेस। यो कुन च्याप्टर क्वेसन हो भनौँ, यो कुन च्याप्टर क्वेसन हो, यो च्याप्टर 7 को हो। च्याप्टर 7 यहाँ हेर्नु है कतिचोटि अहिलेसम्म सोधिसक्यो। यहाँ च्याप्टर 7 बाट 2 मार्क्स, यहाँबाट 2 मार्क्स, 10 मार्क्स, पछि 14 मार्क्स आइसक्यो च्याप्टर 7 बाट। कस्ट प्लस प्राइसिङ को मिनिङ के हो? च्याप्टर 7 बाट सरप्लस ल कस्ट प्लस प्राइसिङ को मिनिङ के हो? जस्तै कि हामीले कुनै पनि सामान बनाउँदाखेरि पहिला हामीले कस्ट एनालाइज गर्छौँ, यो सामानको कतिको कस्ट पर्यो भनेर एनालाइज गर्छौँ कि नै? पहिला एनालाइज गर्छौँ कस्ट कतिको पर्यो। कस्ट हामीले कसरी, कुनै कुराको कस्ट हामीले कसरी डिसाइड गर्छौँ, जस्तै कि कुनै कुराको प्राइस डिसाइड गर्नुभन्दा अगाडि र मेटेरियलको प्राइस कतिको पर्यो होइन, र मेटेरियलको चार्जेसहरू कतिको पर्यो, त्यसपछि र मेटेरियल पछि अरू हामीले जस्तै कि वेजेस तिर्दैछौँ भने वेजेस हामीले कतिको ज्याला तिर्दैछौँ, रेन्टमा कतिको खर्च हामीले गरेको छौँ, यही सबै कुराहरूबाट के एनालाइज गरिन्छ, पहिला कस्ट। अनि प्लसको मिनिङ के हो भन्दाखेरि यो कस्ट यदि मेरो 20 रुपियाँ आयो भने मैले बनाउने खर्च 20 रुपियाँ परेको छ भने मैले त्यो सामानलाई 20 रुपियाँमै बेच्छु होला त। मैले बनाउने खर्च 20 भने के म त्यो सामानलाई 20 रुपियाँमा बेच्छु? बेच्नुहुन्छ त तपाईँहरूले? बेचिँदैन नि होइन। 20 रुपियाँ खर्च परेको छ भने हामीले सामान बेच्दाखेरि कमसेकम 22मा 25मा बेच्नु पर्यो कि परेन? किन? 2 रुपियाँ 3 रुपियाँ त हामीले प्रफिट पनि त कमाउनु पर्यो नि। भनेपछि कस्टमा यदि प्रफिट पनि जोडेर यदि हामीले प्राइसहरू लिन्छौँ, प्राइसहरू चार्ज गर्छौँ भने त्यसलाई के भनिन्छ, कस्ट प्लस प्राइसिङ। अब यसको युजेस के हुनसक्छ, यसको फाइदा हामीलाई के हुनसक्छ? यसको फाइदा भनेको के हुनसक्छ, यदि हामीले त्यो अनुसारले चार्ज गर्दैछौँ भने अब के भयो त, हाम्रो जति पनि यहाँ र मेटेरियलको कस्टहरू पर्न गएको छ त्यो कभर गर्न सक्छौँ होइन, कस्ट कभर गर्न सकिन्छ, त्यसपछि प्रफिट कमाउन सकिन्छ, त्यस्ता त्यस्ता कुराहरू युजेसमा लेख्ने। अर्को आएको छ यहाँ स्कोप अफ बिजनेस इकोनोमिक्स। यो कुन च्याप्टर क्वेसन हो यो? स्कोप अफ बिजनेस इकोनोमिक्स भनेको कुन च्याप्टर क्वेसन हो यो? च्याप्टर 1 को फर्स्टको। स्कोपहरू के कस्तो हुन्छ बिजनेस इकोनोमिक्सको स्कोपहरू? स्कोप सोध्ने बित्तिकै के बुझ्नु, स्कोप भनेको के हो? स्कोप भनेको एरिया। एरियाको मिनिङ भनेको चाहिँ हामीले बिजनेस इकोनोमिक्स लाइक माइक्रो इकोनोमिक्स र बिजनेस इकोनोमिक्सको स्कोपहरू एउटै हुन्छ। सो यसमा के लेख्ने भन्दाखेरि हामीले के कस्तो पढ्छौँ बिजनेस इकोनोमिक्समा, कुन कुन धेरै केही बिर्स्यो भने पनि एक्जाम बेला स्कोप भनेको के थियो पोइन्ट्सहरू थाहा छैन, एरिया सम्झिने, स्कोप भनेकै के सम्झिने, एरिया। अनि एरिया भनेको चाहिँ के सम्झिने, हामीले जुन जुन च्याप्टर यहाँ पढेको छौँ नि, च्याप्टर जुन जुन पढेको छौँ त्यही लेख्दै नै हुन्छ क्या, धेरै के होइन कि च्याप्टरको नाम तपाईँले सिरियली लेखिदिनु त्यो पनि मिल्छ स्कोपमा चाहिँ है। थ्योरी अफ कन्ज्युमर बिहेभियर, थ्योरी प्रोडक्ट एनालाइसिस, प्रोडक्सन जुन हामीले थ्योरी अफ प्रोडक्सन पढ्छौँ त्यसलाई प्रोडक्सन एनालाइसिस लेखिन्छ। त्यसपछि थ्योरी अफ प्रोडक्ट प्राइसिङ, थ्योरी अफ फ्याक्टर प्राइसिङ, यिनीहरू नै हो कि एरियाहरू चाहिँ। च्याप्टरको नाम लेख्दै पुग्छ। ठिक छ। बिजनेस इकोनोमिक्सको स्कोप
माइक्रो इकोनोमिक्सको स्कोप दुईटैमा एउटै लेख्न पाइन्छ। च्याप्टर 1 को एन्सर्सहरू चाहिँ कस्तो हो मिलाएर आफूले जस्तै कि तपाईँले स्कोप पढेर जानु भएको छ तर एक्जाममा आयो युजेज अनि त्यही पोइन्टहरूको बेसिसमा आफैले पोइन्ट क्रिएट गर्दा नै हुन्छ क्या च्याप्टर 1 मा चाहिँ। अरू च्याप्टरमा भन्दा पनि च्याप्टर 1 मा चाहिँ त्यस्तो गर्न पाइन्छ है। किन भन्दाखेरि अब केही आउँदैन भने छोडेर आउनु त भएन। अब स्कोप पढेर गएको युजेज आयो भने छोडेर आउनु त भएन नि त होइन। अनि के गर्ने त्यसको लागि भनेपछि आफूले जे पढेर गएको छ त्यही अनुसार मिलाएर आउने तर एटलिस्ट केही न केही लेखेर आउने क्या। लेखेर आउनुभयो भने मार्क्स आउँछ, छोडेर आयो भने त कहाँ मार्क्स दिने ठाउँ नै हुँदैन नि त। त्यही भएर कमसेकम जे भए पनि लेखेर आउने हामीले थ्योरीमा गर्दाखेरि। अर्को हेरौँ यसको अर्को क्वेसन। ल यहाँ बल्ल न्युमेरिकल स्टार्ट भयो। अब ल यो हेर्नु एक्सप्लेन लो लेभल फन्ड थ्योरी अफ इन्ट्रेस्ट। यो अस्ति हामीले भर्खरै पढायो कि न? यो कुन च्याप्टर क्वेसन हो यो? 8 च्याप्टर 8 को अस्ति भर्खरै पढेको क्वेसन हो है यो। ल यो छोडिदिउँ। अर्को हेरौँ एक्सप्लेन ल अफ डिमिनिसिङ मार्जिनल रेट अफ टेक्निकल सब्स्टिट्युसन। यो कुन च्याप्टरको हो? 7 7 रे? 6 हो क्या? 6 पनि होइन 5 हो नि क्या? सिरियली जाने हो क्या 7 6 5 भन्दै? हजुर हो 4 च्याप्टर 5 को हो। 5 यस्तो हो 4 मा पनि छ 5 मा पनि छ। मार्जिनल रेट अफ सब्स्टिट्युसन मात्रै भन्यो भने च्याप्टर 4 हुन्थ्यो होइन। तर यहाँ मार्जिनल रेट अफ टेक्निकल सब्स्टिट्युसन एउटा के हुन्छ एमआरएस हुन्छ, अर्को के हुन्छ एमआरटिएस हुन्छ। एमआरआइएस भनेको च्याप्टर 4 बाट आएको क्वेसन हो यो। एमआरटिएस भनेको चाहिँ च्याप्टर 5 बाट आएको क्वेसन हो। 4 र 5 सिमिलर छ भनेर मैले अस्तिदेखि भनेको थिएँ। अब यसमा हामीले के भन्छौँ यसको मिनिङ के होला भन्नु त? मार्जिनल रेट अफ टेक्निकल सब्स्टिट्युसनको मिनिङ के हो? के थाहा छ मार्जिनल रेट अफ टेक्निकल सब्स्टिट्युसन भनेको? खै त नि अनि यस्तो भएपछि गाह्रो भएन त? यही क्वेसन आयो भने के लेख्ने? पढेको कुराहरू हो यो सबै। मार्जिनल रेट अफ टेक्निकल सब्स्टिट्युसन हामीले यस्तो पढेको थियौँ कि यहाँ हेर्नु आइसोक्वान्ट भनेर पढाएको थियो कि थिएन? यो सम्झिनु भएको छ आइसोक्वान्ट? आइसोक्वान्टमा हामीले के पढेको थियौँ? जस्तै कि यहाँ लेबर छ, लेबर के भयो बढ्दै गयो 1 2 3 4 5। लेबर बढ्दै जाँदाखेरि क्यापिटल के हुन्छ? सपोज घट्दै जान्छ। यदि मैले यहाँ 15 राख्यो भने अब घटाउँदाखेरि कतिमा घटाउने भनेको थियौँ? यदि मैले यहाँ 15 राख्यो भने अब घटाउँदाखेरि कतिले घटाउने? 5 वटा लेबर छ भने कतिले घटाउने? 4 ले घटाउने, 4 ले घटाउने। 4 ले घटाउने भनेपछि 15 बाट 4 घट्यो भने कति हुन्छ? 11। त्यसपछि श्रेयली कतिले घटाउँदै जाने? अब 11 पछि 3 ले घटाउँदाखेरि 8, त्यसपछि 2 ले, भनेपछि 6, त्यसपछि 1 ले, भनेपछि यो कति भयो? अब यहीँबाट एउटा के डिटरमाइन हुन्छ? एमआरटिएस डिटरमाइन हुन्छ कि हुँदैन? एमआरटिएस भनेको हामीले के भनेको थियौँ? घटेको रेसियो है, घटेको रेसियो। जस्तै यो कतिले घट्यो? सुरुमा हुँदैन, अर्को पालो कतिले घट्यो? 4 ले। एउटा बढाउनको लागि 3, अर्को एउटा बढाउनको लागि, त्यसपछि फेरि हामीले यहाँ के लेख्न सक्छौँ? 2, अर्को एउटा बढाउनको लागि, फेरि एउटा बढाउनको लागि एउटाले घटाएको छ। यतिको टेबल बनाउने अनि यही टेबललाई फिगरमा रिप्रेजेन्ट गर्दाखेरि कसरी गर्थ्यौँ? फिगरमा रिप्रेजेन्ट यतापट्टि के राख्ने? लेबर, यतापट्टि के राख्ने? क्यापिटल। अनि यस्तो यस्तो बनाएर गरेको थियो कि थिएन? तपाईँहरूले कतिको सम्झिनु भएको छ? यस्तो यस्तो आउँछ यो फिगर बनाउँदाखेरि। अनि यसलाई लगेर यसरी जोइन गर्ने अनि माथि हामीले यसरी सेट गरेको थियौँ। सम्झेको छ? यही सेट गरेको पोइन्टलाई के भनिन्थ्यो?
एमआर टीएस भनिन्थ्यो मार्जिनल रेट अफ टेक्निकल सब्स्टिट्युसन भनिन्थ्यो यही कुरा हामीले अहिले एक्सप्लेन गर्ने हो ठ्याक्क त्यही कुरा एक्सप्लेन गर्ने हो फिगर 10 मार्क्समा सोधेको भएर यही टेबल बनाउने यही फिगर बनाउने अनि आइसोकन्ट सोधे पनि यही गर्ने मार्जिनल रेट अफ टेक्निकल सब्स्टिट्युसन सोधे पनि यही गर्ने तर आइसोकन्ट सोध्यो भने बढी फोकस आइसोकन्टलाई गर्ने मार्जिनल रेट अफ टेक्निकल सब्स्टिट्युसन सोध्यो भने बढी फोकस मार्जिनल रेट अफ टेक्निकल सब्स्टिट्युसनलाई गर्ने ठीक छ हेर्नु है एकचोटि यो क्वेसन च्याप्टर 5 को क्वेसन थियो यो अर्को के छ ल अर्को हेरौँ लेट डिमान्ड फङ्सन क्युडी इक्वल टु 3000 माइनस 50p सप्लाई फङ्सन पनि दिएको छ डिटरमाइन इक्विलिब्रियम प्राइस एन्ड क्वान्टिटी अल्सो कम्प्युट प्राइस इलास्टिसिटी अफ डिमान्ड यो निकाल्न सकिन्छ यो च्याप्टर कतिको क्वेसन हो यो 2 को है च्याप्टर 2 को तर यो क्वेसन चाहिँ ओल्ड कोर्स वालालाई आउँदैन भने यो क्वेसन हाम्रो न्यू कोर्सको लागि मात्रै हो है यो क्वेसन न्यू कोर्स वालालाई मात्रै हो यो ओल्ड कोर्समा आउँदैन है माथिको इक्विलिब्रियम चाहिँ आउँछ तर यो जुन प्रोड्युसर सरप्लस कन्ज्युमर सरप्लस भनेर दिएको छ नि हो त्यो वाला चाहिँ आउँदैन है यो ए नम्बरसम्म चाहिँ गर्न पाइयो दुईटैलाई भयो ओल्ड कोर्स न्यू कोर्स दुईटैलाई भयो तर कन्ज्युमर सरप्लस अनि प्रोड्युसर सरप्लस अनि टोटल सरप्लस डिटरमाइन गर भनेको छ यो चाहिँ यो क्वेसन ओन्ली फर न्यू कोर्स यो न्यू कोर्समा मात्रै आउँछ है ल त्यसपछि अर्को हेरौँ यो क्वेसन हामीले गरेको भिडियो छ यसो हेर्नु है यो चाहिँ क्वेसन थ्योरीको अनि त्यसपछि यो हेरौँ यो चाहिँ दुईटैको लागि हो यो बोथ ओल्ड कोर्सको लागि पनि न्यू कोर्सको लागि पनि यो सेम हो यसमा यो कसरी गर्छौँ होला यहाँ हेर्नु त क्यू दिएको छ जेडदेखि लिएर 9 सम्म 0 1 2 3 4 5 6 7 8 9 त्यसपछि टिसी दिएको छ 100 110 118 124 132 150 180 224 280 अनि 360 त्यसपछि कम्प्युट टिएफसी एन्ड टिभिसी भनेको छ ल कति हुन्छ होला टिएफसी मैले एउटा रुल भनेको थिएँ कतिको सम्झेको छ यो क्वेसन हाम्रो 100 हुन्छ हो ल कसरी 100 हुन्छ किन 100 भएको क्वान्टिटी 0 छ त्यो जिरो हामीले पढेको थियौँ नि हैन क्वान्टिटी 0 भएको बेला टोटल फिक्स्ड कस्ट र टोटल कस्ट सधैँ इक्वल हुन्छ भनेर पढेको थियो नि त्यही भएर यो 100 भएको अब यो 100 हुनु भनेको यो सबै के हुन्छ 100 100 हुन्छ च्याप्टर 6 बाट यस्तै क्वेसन आउँछ है एक्जाममा अनि च्याप्टर 6 बाट आइरहेको छ च्याप्टर 6 र च्याप्टर 3 बाट मोस्टली आइरहेको छ अरु च्याप्टरबाट पनि आउन सक्छ तर यो दुईटा च्याप्टरबाट चाहिँ प्राय आइरहेको छ है अनि टिभिसी निकाल्न सकिन्छ अब टिभिसी सकिन्छ टिभिसी हामीले कसरी निकाल्नु पर्यो अब टिसी बाट के घटाउने टिसी बाट टिएफसी भन्छ यो दुईटालाई माइनस गरिदियो भने टिभिसी आउँछ त्यसपछि ग्राफ बनाऊ भनेको छ यही सबैलाई ग्राफमा प्लट गरिदिने यतापट्टि कुन बनाउनु परेन अरु अरु क्वेसनहरुमा जस्तै एएफसी आउँथ्यो एभिसी आउँथ्यो एसी आउँथ्यो एमसी को कुराहरु आउँथ्यो अब यो गर्नुपर्छ त कुनै पर्दैन है अहिलेको लागि चाहिँ तर सोधेको भए गर्न सकिन्थ्यो यदि तपाईलाई क्वेसनमा एएफसी एभिसी एसी एमसी सोधेको भए गर्न सकिन्थ्यो एएफसी सोधेको भए के गर्थ्यौं टिएफसी लाई क्यू ले डिभाइड गरिन्थ्यो एभिसी सोधेको भए टिभिसी लाई क्यू ले अनि एसी सोधेको भए टिसी लाई क्यू ले एमसी सोधेको भए नि मार्जिनल कस्ट सोधेको भए हामीले कसरी निकाल्थ्यौं टेन्स टिसी टिसी कति कतिले बढ्दै जस्तै यहीँबाट एमसी निकाल्नु पर्यो भने सुरुको खाली राख्ने यो 10 बाट 110 जुन भएको छ कतिले बढ्यो 100 बाट 110 हुनु भनेको कतिले बढ्यो 10 ले 10 ले त्यो 10 हामीले यहाँ राख्छौं कि नै राख्छौं त्यस्तै गरी सक्छ 110 बाट 118 हुँदाखेरि कतिले बढ्यो भनेपछि 8 ले त्यो 8 लाई राख्ने हैन सक्छ नि यस्तै गरी
ल यो सक्यो What is perfect competition? How are the price and output determined under it? यो हामीले कुन च्याप्टरमा पढेको क्वेशन हो यो 7 मा अस्ति भर्खरै पढाएको थियो पर्फेक्ट कम्पिटिसनमा फिगर कस्तो हुन्छ सम्झिनु भएको छ पर्फेक्ट कम्पिटिसनमा फिगर कस्तो हुन्छ टिआर मा अपवर्ड गएर फेरि डाउनवर्ड कतिवटा फिगर अनि हुन्छ हजुर कतिवटा फिगर हुन्छ यसमा तीनटा हुने भयो एभरेज मार्जिनल र टिआर हैन र हुन त हो तर अलिक मैले बुझिन जस्तो छ हो र हुन त त्यही हो है तर ल अलिकति पर्फेक्ट कम्पिटिसनको फिगर यहाँ म यसो लेखिदिन्छु यसमा दुईटा हुन्छन् हैन एउटा हुन्छ के भन्दाखेरि सर्ट रन इक्विलिब्रियम हुन्छ हैन एउटा सर्ट रन इक्विलिब्रियमको अरु कुरा चाहिँ लेख्दिन फिगर चाहिँ एउटा हेरिराखौँ फिगर चाहिँ यसमा कस्तो हुन्थ्यो यो हामीले कुनको गर्दैछौँ अहिले पर्फेक्ट कम्पिटिसनको पर्फेक्ट कम्पिटिसनमा प्राइस कसले एनालाइज गर्छ पर्फेक्ट कम्पिटिसन मार्केटमा प्राइस एनालाइज गर्ने को इन्डस्ट्री भन्छ इन्डस्ट्रीले प्राइस डिटरमाइन गरिसकेपछि अरु फर्महरुले जस्ट प्राइस एक्सेप्ट गर्छ यो सपोज यो फिगर फर्स्टको फिगर कसको हो इन्डस्ट्रीको यो फिगर कसको फर्म ए को यो फिगर कसको फर्म बी र यो फिगर कसको फर्म सी यो चाहिँ प्रफिटको होला सपोज यो कसको सुपर नर्मल प्रफिट यो चाहिँ नर्मल प्रफिट भएको छ यहाँ चाहिँ के भएको छ यो लस पर्फेक्ट कम्पिटिसन मार्केट भनौँ भने चाहिँ मैले अहिले भने चाहिँ नि त्यो हुने हो यस्तो तपाईले अघि भनेको चाहिँ मोनोपोली यो त्यो रिलेटेड छ नि त त्यसैसँग त्यही भएर मैले त्यता भनेको खास चाहिँ यो यता सर्ट रनमा चाहिँ फेरि यो भयो नि त्यही त यस्तो हो पर्फेक्ट कम्पिटिसनमै दुईटा क्वेशन हुन्छ पर्फेक्ट कम्पिटिसनमा एउटा च्याप्टर 6 को नि क्वेशन आउँछ अर्को च्याप्टर 7 को नि आउँछ क्वेशन च्याप्टर 7 को क्वेशन आयो भने पर्फेक्ट कम्पिटिसनमा यस्तो वाला आउँछ है च्याप्टर 6 बाट पर्फेक्ट कम्पिटिसन क्वेशन आयो भने फेरि यस्तो आउँछ डिराइभ रेभिन्यू कर्व्स अन्डर पर्फेक्ट कम्पिटिसन भनेर आउँछ क्या फेरि यहाँ त्यो बेला चाहिँ बल्ल टिआर एमआर र एआर को कुरो त्यहाँ हुने भयो हो यहाँ हुने भयो क्या अनि यहाँ चाहिँ टिआर एआर एमआर चाहिँ कस्तो हुन्छ एआर र एमआर चाहिँ यस्तो इक्वल भएर आउँछ हैन अनि टिआर चाहिँ यसरी माथि जान्छ है यो चाहिँ च्याप्टर 6 मा 6 बाट क्वेशन आएको भए यस्तो क्वेशन आउँथ्यो त्यो केसमा हामीले यस्तो वाला गर्थ्यौं है च्याप्टर 6 पल्टाएर हेर्नु त एकचोटी यस्तो वाला क्वेशन च्याप्टर 6 मा आउँछ तर डिराइभ आयो भने त्यस्तो अनि प्राइस एन्ड आउटपुट डिटर्मिनेसनको कुरा आयो भने चाहिँ च्याप्टर 7 को क्वेशन हो त्यो है प्राइस एन्ड आउटपुट डिटर्मिनेसन पर्फेक्ट कम्पिटिसनबाट नि हुन सक्छ मोनोपोलीबाट नि हुन सक्छ त्यो क्वेशन भनेको यस्तो यसमा फिगर बनाउँदाखेरि चाहिँ यसरी बनाउने क्या चारवटा जस्तै कि इन्डस्ट्रीले प्राइस पर्फेक्ट कम्पिटिसनमा के लेख्ने बेलामा चाहिँ त्यही अब प्री इन्टर एक्जिट सेलर बायर धेरै हो त्यो कुरा दुईटैमा डेफिनेसन सेम है यो मात्रै फरक जस्तै कि यो के भयो प्राइस एनालाइज भयो यो के कुन कर्भ यो सप्लाई कर्भ यो कुन कर्भ डिमान्ड एउटा प्राइस यहाँ एनालाइज भयो अब यही प्राइस हरेक फर्मले एक्सेप्ट गर्छ कि गर्दैन मान्छे हरेक फर्मतिर त्यही भएर हामीले यो एउटै लाइनमा बनाउनु पर्छ किन भन्दाखेरि इन्डस्ट्रीले डिटरमाइन गरेको प्राइस सबै फर्महरुले एक्सेप्ट गर्छ भन्न खोजेको क्या अब यसको नि प्राइस यही भयो यसको नि प्राइस यही भयो यसको नि प्राइस यही भयो सुपर नर्मल प्रफिट कमाउनु छ सुपर नर्मल प्रफिट कमाउनुको लागि मैले के भनेको थिएँ कस्ट बनाउँछौं एउटा कस्ट बनाउँदाखेरि यो प्राइस भन्दा माथि बनाउने कि तल बनाउने कस्टलाई सुपर नर्मल प्रफिट कमाउनुको लागि प्राइस के हुनु पर्यो माथि कि तल कस्ट लगानी के रे खर्च तल भनेपछि यस्तोमा आउँछ कि आउँदैन यति भयो
अब यहाँबाट कस्टलाई एउटा टच गरेर हामीले के बनाउँछौँ कस्टलाई टच हुने गरी एउटा हामीले एभरेज कस्ट बनाउँछौँ अनि यही एभरेज कस्टलाई तलबाट काटेर के बनाउँछौँ मार्जिनल कस्ट हैन त अनि अनि यसलाई हामीले के भन्छौँ प्रॉफिट ठीक छ नर्मलमा के हुन्थ्यो जस्ट एउटा लाइन तान्दिने यहाँ क्वान्टिटी भयो यही लाइनबाट के बनाउने अनि एभरेज कस्ट यहीबाट एभरेज कस्ट यसैलाई तलबाट काट्यो भने के आउँछ यो मार्जिनल कस्ट यो काटेको पोइन्टहरुलाई हामीले के भन्छौँ इक्विलिब्रियम अनि लसमा कस्ट कता बनाउँछौँ लसमा कस्ट बनाउँदा माथि बनाउने अनि यही माथिपट्टिलाई टच गरेकोलाई एसी भन्ने यसैलाई तलबाट यसरी काट्यो भने के हुन्छ फेरि एमसी अनि यो के भयो त लस यही हैन त हामीले पढेको शनिबार पढे जस्तो लाग्यो लास्ट टाइम कि शनिबार कि बिहानतिर शनिबार हो पढे अनि त्यसपछि यो भयो सर्ट रनको यसैमा अर्को हामीले लङ रन पनि गर्नुपर्छ लङ रनमा कुन फिगर बनाउँछौँ यहाँबाट भन्दा लङ रनमा फिगर नम्बर 1 बनाउने कि फिगर नम्बर 2 कि फिगर नम्बर 3 कि 4 फिगर 1 कि 2 कि 3 कि 4 लाई बनाउने म्याम यो सर्ट रन र लङ रनको चाहिँ डेफिनेसन एउटै हुन्छ तर फिगर फरक भनेको लङमा चाहिँ 2 को फिगर बनाइन्छ आई ट्रिपल आई को सर्ट रन र लङ रनमा डेफिनेसन एउटै भन्नाले पनि सर्ट रनमा हामीले के लेख्छौँ टाइम पिरियड सर्ट हुन्छ टाइम पिरियड सर्ट भएकोले गर्दाखेरि सबै फ्याक्टर्सहरूलाई चेन्ज गर्न सकिँदैन केही फ्याक्टरहरू चेन्ज केही फ्याक्टर कन्स्ट्यान्ट त्यति मात्रै लेख्ने सर्ट रनमा है अनि के लेख्ने सर्ट रनमा 3टा केसेस हुन्छ 3टा केसेस भनेको यही 3वटा केस एउटा सुपर नर्मल प्रॉफिट अर्को नर्मल प्रॉफिट र अर्को कसको केस भन्दाखेरि लसको केस ठीक छ अनि सर्ट रनको कुरा सक्यो लङ रनमा चाहिँ के हुन्छ लङ रनमा टाइम पिरियड धेरै हुन्छ टाइम पिरियड लङ हुन्छ सो अल फ्याक्टर्स यसमा भेरिएबल हुन्छ है अनि लङ रनमा आउँदाखेरि अब सुपर नर्मल प्रॉफिट हुँदैन नर्मल प्रॉफिट पनि हुँदैन के अरे नर्मल प्रॉफिट मात्रै हुन्छ पर्फेक्ट कम्पिटिसनको यदि हामीले कुरा गर्दैछौँ भने पर्फेक्ट कम्पिटिसनको लङ रनमा नर्मल प्रॉफिट मात्रै हुन्छ लस पनि हुँदैन सुपर नर्मल प्रॉफिट पनि हुँदैन अब किन चाहिँ नर्मल प्रॉफिट मात्रै भएको त्यसो भए रिजन के होला किन भएको नर्मल प्रॉफिट त्यो लङ टाइमसम्म जाने भएको भएर हैन किन भन्दाखेरि यसमा चाहिँ हामीले एउटा यस्तो पढेको थियौँ कि नै फ्री एन्ट्री एन्ड एक्जिट अफ फर्म भनेर एउटा एजम्पसन पढाएको थियौँ कि नै पर्फेक्ट कम्पिटिसनमा फ्री एन्ट्री एन्ड एक्जिट अफ फर्म्स भनेर पढेको थियौँ नि हैन फ्री एन्ट्री एन्ड एक्जिट अफ फर्म्सको मिनिङ के हो यसमा जस्तै कि प्रफिट हुने बित्तिकै ल यस्तो हुन्छ नि अलिकति धेरै प्रफिट कमाउला जस्तो छ अनि अरू फर्महरू आएर जोइन गरिदिने अलिकति लस होला जस्तो छ अनि तुरुन्तै छोडेर गइदिने कि त्यो कम्पनीले हो यस्तोको कारणले गर्दाखेरि के हुन्छ न कहिले धेरै प्रफिट हुन सक्यो न लस हुन सक्यो अनि त्यही भएर नर्मलमा बस्यो क्या यो चाहिँ ठीक छ अब पर्फेक्ट कम्पिटिसनमा नर्मल प्रफिट बनाउँछौँ लङ रनमा यही केस मोनोपोलीको भएको भए मोनोपोलीमा हामीले के बनाउँथ्यौँ मोनोपोली र मोनोपोलिस्टिक मोनोपोलीमा के बनाइन्छ एबनर्मल मोनोपोलिस्टिकमा नि त्यसमा चाहिँ कन्फ्युज भयो मोनोपोलिस्टिकमा चाहिँ यही नर्मल नै हुन्छ है पर्फेक्ट कम्पिटिसन जस्तै हो तर हो ल यो सक्यो यो 8 2 10 15 मार्क्सको क्वेसन पो रहेछ है यो 15 मार्क्सको क्वेसन हो यो अलि राम्रोसँग पढेर जानु यसमा यो च्याप्टर 7 को मैले अस्ति लेखिदिएको छु त्यो इम्पोर्टेन्ट क्वेसन आज हेर्न नबिर्सिनु म फेरि एकचोटि यो क्लास सक्ने बित्तिकै भिडियो पठाइदिन्छु है त्यहाँ सबै लेखेको छ ल यो सबै अब यो हेरौँ प्राइस इफेक्ट फर सब्स्टिट्युट एन्ड कम्प्लिमेन्ट्स भन्छ यो कुन च्याप्टर क्वेसन हो यो कुन च्याप्टर हो प्राइस इफेक्ट भनेको ल न खोइ त
प्राइस इफेक्ट भने कुन क्वेसन कुन च्याप्टर 8 हो कि के चाहिँ भन्ने होला मैले अब यहाँ अहिले आएर 8 भनेपछि च्याप्टर 4 को ल च्याप्टर 4 हो नि त प्राइस इफेक्ट इन्कम इफेक्ट सब्स्टिट्युसन इफेक्ट तीनटा मात्रै छ च्याप्टर 4 मा पढ्नुपर्ने टपिक भन्दैछु च्याप्टर 4 को थ्योरी छोड्नु भनेको झन् यही हो नि त आउने च्याप्टर 4 बाट प्राय आउने नै प्राइस इफेक्ट कि त इन्कम इफेक्ट कि त सब्स्टिट्युसन इफेक्ट र कि त कन्ज्युमर्स इक्विलिब्रियम यही चारवटा टपिक हो क्या चारवटा टपिक मध्ये एउटा क्वेसन सोधिरहेको छ यो थ्योरीमा यो च्याप्टरबाट यसको हेर्नु बिर्सिनु भएको छ भने यसको एकचोटि भिडियो हेर्नु नोट्स हेर्नु है यसमा चारवटा हुन्छ तर यहाँ चाहिँ दुईटा मात्रै सोधेको छ सोधेको दुईटा गरे नै हुन्छ अब यसमा कम्प्युट इन्कम इलास्टिसिटी अफ डिमान्ड एट मुभमेन्ट फ्रम बी टु सी इन्कम इलास्टिसिटी अफ डिमान्ड हामीले कसरी निकाल्छौँ युआई कसरी निकाल्छौँ युआई को फर्मुला जस्तै बी टु सी गर्दैछौँ भने युआई को फर्मुला के हुन्छ डेल्टा क्यू बाई डेल्टा वाई इन्टु इनिशियल इन्कम बाई इनिशियल क्वान्टिटी हुन्छ कि नै फर्मुला बी टु सी गर्दैछौँ भने इनिशियल र कुन फाइनल कुन 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 के कस्तो सपोज गर्छौँ होला हामीले यसमा y1 कति राख्ने y2 कति राख्ने q1 कति राख्ने q2 कति राख्ने ल छिटो बी को चाहिँ क्यू y1 राख्ने सी को चाहिँ क्यू बी भनेपछि 20,000 अनि बी र सी भनेपछि 30,000 इन्कममा कति हुने भयो 20 र 30 हैन त इन्कममा 20,000 30,000 क्वान्टिटीमा कति हुने भयो q1 कति q2 कति भनेपछि 200 र 300 अब यो भइसक्यो गर्न सकिन्छ फर्मुला लेखेर यो गिभन भइसक्यो सक्छ नि है गर्न बी टु सी भयो त्यस्तै गरी अर्को एउटा के सोधेको छ डी टु बी यो प्रोपोर्सन मेथड है फेरि यो कुन मेथड यो प्रोपोर्सन एकचोटि गर्ने प्रोपोर्सनबाट सकेपछि फेरि कुनबाट पनि गर्नुपर्छ आर्कबाट यसैको आर्कबाट गर्दाखेरि डेल्टा क्युडी बाई डेल्टा वाई इन्टु y1 प्लस y2 बाई q1 प्लस के गर्नु पर्यो q2 यो बी टु सी को भयो त्यस्तै गरी अर्को डी टु बी को सोधेको छ डी टु बी मा पनि फर्मुला चाहिँ यही नै हुन्छ यही फर्मुला हुन्छ तर गिभन कस्तो हुन्छ यहाँ y1 कति y2 कति q1 कति q2 कति डी को भ्यालु चाहिँ y मा बी को भ्यालु चाहिँ डी को भ्यालु चाहिँ 1 मा राख्ने अनि बी को भ्यालुहरु सबै कुनमा राख्ने 2 मा है त्यसो भए अर्को एउटा नेक्स्ट क्वेशन के छ यहाँ डिफरेन्शिएट बिट्विन प्राइस इलास्टिसिटी अफ डिमान्ड एन्ड क्रस इलास्टिसिटी अफ डिमान्ड प्राइस इलास्टिसिटी अफ डिमान्ड र क्रस इलास्टिसिटी अफ डिमान्डमा डिफरेन्स के हुन्छ फरक के हुन्छ ल भन्नु प्राइस इलास्टिसिटी अफ डिमान्ड र क्रस इलास्टिसिटी अफ डिमान्डको फरक के हुन्छ डिफरेन्सेस आफैले मिलाएर लेख्ने हो क्या पढिसकेको कुरा हो यो बुकमा कहीँ पनि छैन यसको डिफरेन्स लेखिदिएको नोटमा पनि कहीँ छैन तर आफैले हामीले प्राइस पनि पढेको छौँ क्रस पनि पढेको छौँ अनि मिलाएर लेख्न सक्नु पर्यो क्या यो ल के हो प्राइस इलास्टिसिटी अफ डिमान्ड भनेको फर्स्ट प्राइस इलास्टिसिटी अफ डिमान्ड भनेको त्यस्तो हो जहाँ चाहिँ के हुन्छ क्वान्टिटी डिमान्डमा यदि प्राइसको कारणले गर्दाखेरि चेन्जेस आउँछ भन्ने त्यसलाई हामीले के भन्छौँ प्राइस इलास्टिसिटी अफ डिमान्ड क्रस इलास्टिसिटीमा के पढेको थियौँ क्रस इलास्टिसिटी अफ डिमान्ड भनेको चाहिँ यदि क्वान्टिटी डिमान्ड अफ एउटा गुड्समा प्राइस अफ अर्को गुड्सको कारणले गर्दाखेरि चेन्ज आउँछ भने त्यसलाई हामीले क्रस इलास्टिसिटी अफ डिमान्ड भन्छौँ भनेको थियौँ हैन ल यो भयो अनि त्यसपछि अरु हामीले के राख्न सक्छौँ प्राइस इलास्टिसिटी अफ डिमान्ड 5 टाइप्सको हुन्छ क्रस इलास्टिसिटी अफ डिमान्ड जम्मा 3 टाइप्सको हुन्छ म्याम क्रस इलास्टिसिटी डिमान्डको एकचोटि भन्दैन न क्रस इलास्टिसिटी अफ डिमान्ड भनेको इट इज द रेशियो अफ
change in कि the percentage change in ratio percentage change in quantity demand of X goods due to change in price of Y goods यति हो Y goods को भन्छ एउटा गुड्स को प्राइसले गर्दाखेरि अर्को गुड्स को डिमान्डमा चेन्जेस आउँछ भने त्यसलाई हामीले के भन्छौं क्रस इलास्टिसिटी अफ डिमान्ड ठीक छ जस्तै कि यसमा हामीले के भन्छौं चिया र कफी भन्छौं कि नै चियाको प्राइस बढ्यो भने मान्छेहरुले चिया नखाइकन कफी पनि त खान पाइयो नि त हैन मान्छे चिया खान छोड्छन् कफी खान रोज्छन् त्यस्तो वाला हो यो ठीक छ ओके म्याम ल अब यो क्वेशन यसो हेर्दाखेरि पास हुन्छु जस्तो लाग्थ्यो कि थिएन क्वेशन हेर्दाखेरि त्यो न्युमेरिकलले गर्दाखेरि भइएला हो भन्छ न्युमेरिकलले गर्दाखेरि भइएला थ्योरीमा चाहिँ कन्फ्युज हुन सक्छ नि त हैन त्यही भएर न्युमेरिकललाई फर्स्ट प्रायोरिटी दिने कि कुनै पनि च्याप्टरको कुनै पनि न्युमेरिकल नछोड्नु न्युमेरिकल छोड्नु भनेको घाटामा जानु हो बट थ्योरी छोड्यो भने के हुँदैन थ्योरी अलिअलि कन्सेप्टहरु थाहा छ भने थ्योरी तपाईले जति पढे पनि एक्जाम हलमा गएर बिर्सिने नै हो त्यो थ्योरी चाहिँ है जति पढे पनि त्यही भएर थ्योरीको चाहिँ कन्सेप्ट लिएर जाने अनि यो सक्छु भनेर सक्छु नसके छोड्छु भन्ने टाइपले जाने हो नसके आफ्नै ल्याङ्ग्वेजमा लेखेर आउँछु छोड्छु भन्दा पनि तर न्युमेरिकल चाहिँ एउटा पनि बिगाड्दिन न्युमेरिकल चाहिँ सबै A to Z न्युमेरिकल गरेर आउँछु भनेर जानु पर्यो क्या जस्तै यही क्वेशनमा तपाईको न्युमेरिकल यहाँ कति मार्क्सको छ यो 15 मार्क्स यो भयो अनि त्यसपछि अर्को एउटा थियो हैन टीसी यो वाला टीसी एमसी वाला भनेपछि 15 मार्क्स अनि त्यो थियो 10 मार्क्स अनि त्यसपछि एउटा थियो च्याप्टर 2 को न्युमेरिकल 10 मार्क्स यो कति मार्क्स भयो 10 10 20 अनि 20 10 30 5 35 मार्क्स भयो कि न न्युमेरिकल यहाँ चाहिँ भेरी सर्टमा न्युमेरिकलहरु सोधेको छैन नत्र भेरी सर्टमा पनि एक दुईटा न्युमेरिकल सोध्थ्यो है ल त्यसो भए 35 मार्क्सको यहाँबाट भयो 35 मार्क्स यहाँ भनेपछि यही 35 मार्क्स टोटली मिलाउन सक्यो भने पास भइसक्यो त न्युमेरिकलबाटै थ्योरी नपढे पनि पास भइसक्यो त्यही भएर फर्स्ट प्रायोरिटी चाहिँ न्युमेरिकललाई दिने हो ल के छ अब सोध्नु पर्ने कति बेला जाने छ मगिन जाने तै जान बिहान 7 बजे 8 बजे जान्छ फोन गर्नु त्यहाँसम्म भन्छु नि त्यहाँबाट गाउँसम्म पर्सेन्टेज मेथड आयो भने प्रोपोर्सनबाटै गर्ने है पर्सेन्टेज मेथड आयो भने प्रोपोर्सनबाटै गर्ने म्याम हजुर भोलि तपाईले लेखाइदिएको इम्पोर्टेन्ट थ्योरीको यसो डिस्कसन गर्ने होला नि थ्योरी नै गर्ने न्युमेरिकल नगर्ने थ्योरी त तपाईहरुले सक्नुहुन्छ थ्योरी फेरि डिस्कस गरेर पनि भ्याउँदैन होला थ्योरी टन्नै हुन्छ त्यसो भए त्यो अस्ति हजुरले बुझाइदिनु भयो नि यो सर्ट रन र लङ रनको त्यसरी प्राइसको र उसको बुझाइदिनै पर्ने भएको म्याम के को चाहिँ बुझाइदिनु पर्ने भयो यो प्राइस इफेक्ट र इन्कम इफेक्टको मलाई त च्याप्टै आएन त्यो त धेरै हेर्ने हुने हुन्न बुकमा यहाँ धेरै छ त्यो अस्ति कस्तै बुझाइदिनु भने लेख्न सकिन्छ क्या ल हुन्छ यो तपाईहरुले स्क्रिनशट गर्ने भए स्क्रिनशट गर्दा नि हुन्छ कि म अहिले पछि यो पठाइ पनि दिन्छु है यसको भिडियो छ यो हिजो हेरेको हो हिजो मैले आज बिहान अहिले एक्जाम दिएर आएर हेरेको ए ल ल भन्छ भोलि चाहिँ बिहान क्लास गरौँ भोलि अब अलि धेरै बेर गरौँ यो चाहिँ पठाइदिनु न यो चाहिँ च्याप्टर सबै अलिअलि नोट यो यहाँ हेर्नु त
यहीँ छ ठ्याक्कै यहीँ छ माथि हुँ, ए म्याम भोलि बिहान एकाउन्ट पनि छ नि त भोलि अकाउन्ट क्लास छ र 7 बिहान बजेदेखि 7 बजेदेखि हो 7 बजेदेखि छ 7 बजेदेखि कति बजीसम्म 9 बजीसम्म कि 8 9 बजीसम्म भोलि 2 घन्टा हुन्छ होला त्यो लिखो सिकाउने कुरा थियो ए त्यसो भए हामी भोलि बेलुकै पढौँ है त्यसो भए 8 बजेदेखि हुन्छ नै कि 7 बजेदेखि पढ्ने होइन 8 देखि नै पढौँ बिहानमा जिम पढ्नु पायो अब त्यो बिहान फेरि उसको के भन्दा अनि बिहान अकाउन्टको क्लास छ अरे अनि कतिखेर पढ्ने कि के गर्ने अब बिहान अकाउन्टको क्लास छ फेरि तपाईँहरूको अनि दिउँसोतिर नब्बे बजे भ्यायो भने दिउँसो पढे नि हुन्छ नि म्याम नभए 2 बजे 3 बजेतिर अब भोलि शनिबार हो दिउँसो भ्याउन गाह्रो हुन्छ कि त्यही भएर कि बिहान नै कि बेलुका नै ठिक हुन्छ नि त म्याम यो सेकेन्ड इयरको इकोनोमिक्स कहिलेदेखि हुन्छ अब यो फर्स्ट इयरको तपाईँहरूको एक्जाम सक्ने बित्तिकै सेकेन्ड इयरको सुरु हुन्छ के अरे हाम्रो यो न्यू कोर्सको पार्ट सकेपछि 4 गते हजुर क्लास सक्ने बित्तिकै अनि सेकेन्ड इयरकै सुरु हुन्छ फेरि